कहिले कारबाही हुन्छ आज? अब नियम उल्लङ्घन गर्नेलाई हुन्छ। त्यसो भए मन्त्रीजीको सुनिल लम्सालजीको कालो सिसा लागेको छ, यतापट्टि गाडी छ, आउनुहोस् कारबाही गर्नुहोस्। यही आउनुहोस्, छेउमै मन्त्री सुनिल लम्सालको गाडीलाई कारबाही हुन्छ कि हुँदैन? कालो सिसा छ उहाँको। इन्सपेक्टर साहब जाउँ न, उहाँलाई कारबाही गर्नुभयो, यसका लागि धन्यवाद। अब मन्त्रीज्यूलाई पनि कारबाही गर्नु पर्यो। हुन्छ त्यो हेर्छौँ हामी। ल जाउँ, यहीँ छेउमा मन्त्रीजीको गाडी छ, कालो सिसा छ, उहाँलाई पनि कारबाही गर्न भन्छु। ट्राफिकका सरहरूलाई म अनुरोध गर्छु यो गाडी देखाइदियो, मन्त्रीजीको गाडी। उहाँहरू 1 2 3 4 5 जना ट्राफिक हुनुहुन्छ। हाम्रो माइक क्यामेरा हेरेपछि उहाँहरू यता फर्किनु भएन छ। अब टार्गेटमा हामी पर्छौँ टार्गेटमा। सर एकछिन बोलिदिनुहोस् न सर, एकछिन बोलिदिनुहोस् न। मन्त्रीजीको गाडीमा कारबाही गर्नुहोस् न सर। मन्त्रीजीको कालो सिसा छ राखेको, कारबाही गर्नुहोस् न सर प्लिज। अनुरोध छ ट्राफिकका प्रहरी साथीहरू, मन्त्रीजीको गाडीमा कारबाही गर्नुहोस् न। पुरानो चलन छ नि जो ठुलो भिआइपीको चाहिँ भिआइपीलाई मुद्दा नलाग्ने, कानुन कार्यान्वयन नहुने जो छ त्यसमा चाहिँ त्यही त नियम कानुन सबैको लागि बराबर हो भने सिंहदरबारमा आज जुन बाक्लो उपस्थिति देखियो नि ट्राफिकहरूको, अब उहाँलाई काम गरिदिनुपर्छ। उहाँलाई त्यही त काम गर्न दिएकै छौँ हामी सबैजनाले। तर त्यहाँ मन्त्रीजीको गाडीमा जुन कालो सिसा छ नि, उहाँलाई पनि 7,000 मिनिमम फाइन हो सुनेको छु। त्यो 7,000 फाइन मन्त्रीज्यूलाई लाग्छ कि लाग्दैन? त्यो लाग्छ नि, किन लाग्नुपर्ने हो नि? त्यो चाहिँ लाग्नुपर्ने हो, लाग्छ। त्यो चाहिँ कार्यान्वयन गर्ने चाहिँ उहाँहरूले फेरि ट्राफिक। ठिक छ, यदि कार्यान्वयन भएन भने तपाईँहरू सदनमा आवाज उठाउनुहुन्छ। हेरौँला न, म त त्यो थाहै पनि थिएन, तपाईँले नै थाहा पाएँ होइन। उहाँहरूले राम्रो काम गर्नुभएको छ, राम्रो कामको लागि धन्यवाद नेपाल प्रहरी, ट्राफिक प्रहरी। तर मन्त्रीजीको गाडीलाई कति बेला कारबाही गर्नुहुन्छ? 7,000को प्रतीक्षामा म जस्तो सञ्चारकर्मी छ। उहाँ ट्राफिकहरूको तदारुकता हेर्नुहोस्, एनर्जी हेर्नुहोस्, कति एनर्जेटिक भएर उहाँहरू काम गर्नुहुन्छ। उहाँहरूलाई सेल्युट छ। मैले ट्राफिकहरूलाई एउटै प्रश्न गरिरहेको छु, अगाडि मन्त्रीजीको गाडीमा जुन कालो सिसा लागेको छ त्यसलाई हटाउनुहुन्छ, फेरि मेसेज दिनुहुन्छ कि हामी सुशासनको पक्षमा छौँ र हामीले सिसा हटायौँ, कि अरूलाई कारबाही गरे जस्तै उहाँहरूलाई पनि कारबाही हुन्छ? सर धन्यवाद, तपाईँहरूले राम्रो काम गर्दै हुनुहुन्छ सर। ल यो विल लक देखाउँ सिंहदरबारभित्रै आज ट्राफिकको सक्रियतामा जुन नो पार्किङमा गाडीहरू छ यसको पटक पटक हामीले रिपोर्टिङ गरेका थियौँ र त्यस पश्चात ट्राफिकको सक्रियता हामीले देख्यौँ। अब यहाँ पनि विल लक लाग्यो। ट्राफिकको मेहनतलाई हामी सेल्युट गर्छौँ। राम्रो काम गर्नुहोस्, जनतालाई दुःख दिने काम नगर्नुहोस्, नियम तोड्नेलाई सक्दो कारबाहीको दायरामा ल्याउनुहोस्, यसका लागि धन्यवाद। केही सञ्चारकर्मीहरूको गाडीमा समेत विल लक लगाइएको छ, किनभने नो पार्किङमा पार्किङ थियो, त्यो चाहिँ राम्रै कुरा हो। तर ट्राफिकका साथीहरूलाई पुनः म अनुरोध गर्छु सर, मन्त्रीजीको गाडीमा कालो सिसा छ, जाउँ न सर कारबाही गरौँ न। अगाडि हाकिम साहब आउनु भएको छ, उहाँसँग सल्लाह गर्नु। अनि हाकिम साहब आएपछि कारबाही गर्ने, यो गाडीहरूलाई त तपाईँहरूले गर्दै हुनुहुन्छ। सँगै आउनु भएको छ त अगाडि? कहाँ हुनुहुन्छ? गायब भइसक्नुभयो त। यथार्थ कुरा बोलेपछि झोले होइन भने उहाँहरूको हरेक दहीमा सही लगाउनु पर्ने। हामी ट्राफिकहरूलाई यति मात्रै अनुरोध गर्छु सर, हिम्मत देखाउनुहोस् न, हामी छौँ साथमा, कारबाही गर्नुहोस् न सर। यो हेर्नुहोस्, पूर्वाधार विकास मन्त्रालय अगाडि मन्त्रीजीको गाडीमा कालो स्टिकर लागेको छ। हिम्मत देखाउनु पर्यो नि। अनि मेसेज जान्छ, यो अहिलेको सरकारको बारेमा राम्रो मेसेज दिनु छ भने सबैलाई बराबर कारबाही हुनु पर्यो कि परेन? मैले पटक पटक भनेको छु गाडीलाई कारबाही गर्नुहोस्, तर पुलिसहरू अरू सबै गाडीलाई कारबाही गर्यो, मन्त्रीको गाडीलाई किन कारबाही हुँदैन? झन्डासँग किन यति डर? गर्नुहुन्न नि। उहाँहरू हेर्नुभयो, अहिले उहाँहरू मजाको काम गर्दै हुनुहुन्थ्यो, हामी आयौँ उहाँहरू जाँदै हुनुहुन्छ। मन्त्रीजीको गाडीमा कारबाही हुनुपर्छ कि पर्दैन? आज जनतासँग सोध्छु म। यो जसरी मन्त्रीजीको गाडीमा कालो सिसा छ नि सर, उहाँलाई कारबाही गरिदिनु न सर। अरूहरूलाई सबलाई कारबाही भयो, मन्त्रीजीको गाडीलाई कारबाही हुनुपर्छ कि पर्दैन? कालो सिसा लागेको छ मन्त्रीजीको गाडीमा। यो क्यामेरामा उहाँहरूले फोटो लिनुभएको छ, कसलाई कारबाही गरियो। मन्त्रीजीको गाडीमा कारबाही गर्नु भएन, जाँदै हुनु। हेर्नुहोस्, उहाँले आज यदि म नआएको भए उहाँहरूको प्रोग्राम राम्रै हुन्थ्यो। म आएर उहाँहरूको कार्यक्रम नै बिथोलियो। किन बिथोल्नु पर्यो? नियम कानुन सबैको लागि बराबर गरौँ न। ट्राफिकका साथीहरूलाई अनुरोध छ सर, त्यहाँ सुनिल लम्सालजीको गाडीमा कारबाही गर्न मिल्छ, जानुहुन्छ सर? यसो म बुझ्छु एकपटक। अनि अरू गाडीहरूमा विल लक लगाउँदा कसैसँग बुझ्नु परेन सर? मन्त्रीजीको गाडीमा बुझ्नु पर्ने भयो? होइन त्यस्तो होइन, बुझ्छु म सर। सुनिल लम्सालजीको गाडी, मन्त्रीजीको गाडीलाई कालो सिसा लागेको छ सर, 7,000को फाइन काटिदिनुहोस् न। हेर्नुहोस्, यो अवस्था देखाउँ, यो सिंहदरबार हो। पटक पटक हामीले सिंहदरबारमा नो पार्किङको रिपोर्टिङ गरेका थियौँ। ट्राफिक प्रहरी पनि पहिलाको नेताहरूसँग उहाँहरूलाई डर लाग्थ्यो, अहिलेको नेतासँग पनि डर छ। उहाँहरूले त फ्याट्टै कारबाही गर्नुपर्ने। सर काट्नुभयो, कतिको काट्नुभयो सर? मन्त्रीजीको गाडीलाई कारबाही गर्नुहुन्छ कि गर्नुहुन्न सर?
मन्त्रीजीको गाडीलाई पनि कारवाही गरिदिन्छ न सर प्लिज। जी पनि को हुनुहुन्छ थाहा छ? सामान्य मन्त्री होइन नि, सुनिल लम्साल, जो चाहिँ भन्नुहुन्छ ठेकेदारको खुट्टा बाँध्छु, कहिले भन्नुहुन्छ मेयरहरूलाई मन्त्रीहरूलाई थुन्छु, पुरै सुशासनको पक्षमा कसैलाई बाँकी छोड्दिनँ। तर मन्त्रीज्यू त कहिले भन्नुहुन्छ मेयरहरूलाई मन्त्रीहरूलाई थुन्छु, पुरै सुशासनको पक्षमा कसैलाई बाँकी छोड्दिनँ। तर मन्त्रीज्यू तपाईँले चाहिँ कुन नियम, यो 7,000 जुन ट्याक्सी ड्राइभरहरूलाई अन्य गाडीहरूलाई कालो सिसाको कारण लाग्छ, त्यो 7,000 रुपियाँ मन्त्रीज्यूले तिर्नुपर्छ कि पर्दैन? फाइन काट्नुपर्छ कि पर्दैन? मन्त्री सुनिल लम्सालजीलाई कारवाही गरिदिन अनुरोध छ। उहाँको मार्फत म ट्राफिकका सम्पूर्ण टिमलाई, युनिटलाई अनुरोध गर्न चाहन्छु, जो कालो सिसा लगाएका छन् सबैलाई कारवाही गरिदिनुहोस् न। मन्त्रीलाई चाहिँ नियम कानुन लाग्दैन? आज यो प्रश्न गरिरहँदा अब के आउँछ थाहा छ? यो पत्रकार झोले हो, यथार्थ यही हो र यथार्थ यसरी औँला देखाएर पहिला पनि बोलिन्थ्यो, अहिले पनि बोलिन्छ, पछि पनि बोलिन्छ। र त्यही अगाडि सुनिल लम्सालजीको मन्त्रीजीको गाडीमा कालो सिसा लागेको छ, उहाँलाई कारवाही गर्न भन्दाखेरि कुनै पनि ट्राफिकले, कुनै पनि प्रहरीले, इन्सपेक्टर साहबहरू लुक्नुपर्ने, भाग्नुपर्ने अवस्था अहिले हामीले क्यामेरामा रेकर्ड गरेँ। यसलाई कसरी तपाईँलाई अब त्यस्तो त्यही त कालो सिसाहरूलाई पनि कारवाही भइरहेछ, नो पार्किङलाई पनि सबलाई भइरहेछ है। यहाँ अगाडि सुनिल लम्सालजीको गाडी छ, उहाँले कारवाही गर्नुहुन्छ? यति भनौँ, कानुनभन्दा माथि कोही पनि छैन। हामी प्रजातन्त्र आइसकेपछि, सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि यो देशका सबै नागरिक कानुन अन्तर्गत छौँ। हामी कहाँ दुईवटा सर्वोच्चता छ, एउटा चाहिँ जनताको सर्वोच्चता छ, अर्को संवैधानिक सर्वोच्चता छ है। सुनिल लम्सालजीको गाडीमा कारवाही हुनुपर्छ कि पर्दैन? तपाईँलाई म यति होइन, म तपाईँलाई यति भन्न सक्छु, यति चाहिँ स्पष्टसँग भन्न सक्छु कि कानुनभन्दा माथि कोही पनि छैन। कानुनको भागीदार यदि गलत, सुन्नु न, गलत गरेको छ भने कारवाहीको भागीदार सबै हुनुपर्छ, सबै हुनुपर्छ। यदि गलत गरेको छैन भने कारवाही कसैलाई पनि हुनु हुँदैन। तर 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 के देखियो भने प्रहरीहरू एक प्रकारको निरीह देखिरहेको छु, प्रहरीहरू लाचार देखिएको अवस्था मैले अहिले फिल्डमै हाम्रो क्यामेरामै रेकर्ड भएको छ। त्यत्रो दर्जनौँ प्रहरीहरू हामीले क्यामेरा अन गर्न बित्तिकै एक किसिमको भाग्या जस्तो भयो कि मन्त्रीजीको नाम। सुन्नु न, त्यो तपाईँले देख्नुभयो, मैले देखिनँ। त्यसकारण मैले तपाईँलाई यति चाहिँ भने कि कानुनभन्दा माथि कोही पनि छैन। कानुनको पालना सबैले गर्नुपर्छ, त्यसको कार्यान्वयन गर्नु र गराउनुपर्छ। अझ बढी राज्यको उच्च तहमा, महत्त्वपूर्ण रहमा, सार्वजनिक जीवनमा अथवा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरू त झन् बढी जवाफदेही र जिम्मेवार हुनु। शुभ नाम? मेरो सम्बोध श्रेष्ठ। ट्राफिकको नियम यो सिंहदरबारमा पनि लागू हुन्छ है? नियम त लागू हुन्छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा छौँ। यो सरकारको प्रवक्ता मन्त्रीज्यू सस्मित पोखरेलज्यूको गाडी हो र यो शिक्षा मन्त्रालय अगाडि पुरै कालो सिसा छ। यो गाडीलाई 7,000 को फाइन काट्छ सर? काटिन्छ? त्यो अहिले चाहिँ हामीलाई प्राइभेट गाडीको लागि मात्रै भन्नुभएको छ। प्राइभेट मतलब जनताको गाडीलाई, सरकारी गाडी सबैलाई? त्यो त अब हामीलाई चाहिँ अहिले प्राइभेट गाडीलाई मात्रै भन्नुभएको छ। ठिकै छ, यो सरकारी गाडीहरूलाई कारवाही गर्न मिलेन। मन्त्रीजीको गाडीको लागि मैले यहाँको ट्राफिकको सही साहबलाई फोन गरेँ, उहाँ बिदामा हुनुहुन्थ्यो। मैले हवलदार साहबलाई फोन गरेँ। यो महिला बालबालिका मन्त्रालय हो, पछाडिको दृश्यमा देखाउँ, यो गाडीको पनि कालो सिसा छ, तर कारवाही चाहिँ हुँदैन। अब पूर्वाधार विकास मन्त्रालय अगाडि छौँ हामी र यो गाडी देखाउँ, यो झन्डावाला गाडी। देश बनाउने टोली 3 जना याद छ नि, 3 जना मध्येको 1 जना उहाँ हुनुहुन्छ माननीय मन्त्री सुनिल लम्सालजीको यो गाडी हो। र यहाँ पनि यो मन्त्रीजीको गाडीमा पनि त कालो सिसा छ नि। त्यसमा त हामीलाई अब भन्ने, अब उहाँ नै हुनुहुन्छ उसमा, वैखानु सर हुनुहुन्छ, उहाँ गएर सोध्नु है। त्यही त, उहाँहरूको ब्यासले नै भ्याउँदैन कि कार। अहिले पनि मैले भने कानुनमा उल्लेख भएअनुसारको चाहिँ अब कसैले अनुमति लिएर गर्नुपर्ने भन्ने पनि व्यवस्था छ र यो चाहिँ अब सबैको लागि समान हुन्छ। र विशेष गरी त्यो सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला अनुसार चाहिँ परमादेशमा चाहिँ के व्यवस्था गरिएको छ भने त्यसमा चाहिँ सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यू बाहेक अरूले चाहिँ प्रयोग गर्नलाई चाहिँ खासै आवश्यकता नरहेको, कसैलाई पनि छुट नभएको भन्ने कुरा स्पष्ट रूपमा चाहिँ राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यू बाहेक कसैले कालो सिसा लगाउन मिल्दैन भनेर सर्वोच्च अदालतले व्याख्या गर्नुभएको छ। परमादेशमा चाहिँ त्यो जारी भएको छ।